दिदी भाइबाट सुरु भएको हाम्रो सम्बन्ध दाइ र बहिनी भएर साथी भएर लास्टमा बुढाबुढीसम्म परिणत भयो। उहाँले सुरुमा देख्दा मलाई के भन्नुहुन्छ, नमस्ते दिदी नमस्ते दिदी सन्चै हुनुहुन्छ भनेर भन्नुहुन्छ कि अनि 1.5 महिना बाद मेरो नागरिकता देख्नु भएछ नि, ए तपाईँ त म भन्दा सानो हुनुहुन्न रहेछ त, बहिनी भन्छु है। अनि हुन्छ बहिनी भन्नु न त। अनि त्यसपछि दाइ बहिनी भयौँ। अनि के त्यसपछि केही महिनापछि चाहिँ फेरि होइन यस्तो त भएन, साथी बनौँ है। मैले तिमीलाई हिमा भन्छु, तिमीले मलाई नेहाल भन है। बाट लास्टमा बुढाबुढीसम्म भयो। यहाँ हेर्नु न, हो कि नै, हो कि नै? के नमस्ते दिदी भने याद आयो क्या? अझ भेट्न बित्तिकै नमस्ते दिदी अरे कि होइन। त्यस्तोबाट लास्टमा हामी बुढाबुढी पनि भयौँ है। अनि केही महिनापछि फेरि भन्नुहुन्छ होइन साथी मात्र अब त उसमै बस्नुपर्छ क्या, के सोच्नु भयो है?